छिट्टै बोलाऊ है। हेलो गाइज, गुड मर्निङ सेवा है। आज चाहिँ मेरो बिहान बिहानको बसाइ साथीलाई एयरपोर्ट पुऱ्याउन लागेको है। अनि म यहाँबाट हिँडेर आइरहेको थिएँ। यति राम्रो है त्यो गाउँघरतिर त्यो वनपाखा जाँदाखेरि त्यो चराचुरुङ्गीको अनि त्यो भँगेराहरूको कति मिठा आवाज सुनिन्छ नि है। त्यस्तै क्या मलाई कस्तो बिहान बिहानै याद दिलायो मलाई गाउँको। यता आएर खतरा चराचुरुङ्गीहरू कराउँदैछ है, चराचुरुङ्गीहरू कराउँदैछ। अनि म चाहिँ यतिखेर बिहानको 4:30 बजे हिँडिरहेको छु। अनि कस्तो अँध्यारो क्या, अँध्यारो। अनि मान्छे नि कोही हिँडेको छैनन् है। तर पनि के गर्नु, आफ्नो साथीलाई बिदाई गर्न जानै पर्यो। अँध्यारो उज्यालो भनेर भएन, आफ्नो साथी हुन्। 8 क्लासदेखि 12 सम्म सँगै पढेको साथी विदेश जाँदैछ। अनि उसलाई एयरपोर्टसम्म पुऱ्याउन जाऊँ न, अरू त केही गर्न सकिँदैन। त्यही हो भनेर म चाहिँ अहिले हिँडेको है। अनि यहाँनिर आइपुगेँ। अनि यहाँनिर आइपुग्दा त्यहाँ एकजना मान्छे चाहिँ हिँडेर आएको हो कि जस्तो भयो। तर पनि डर लाग्दो चाहिँ केही छैन, किनकि झलमल्ल बत्ती बलेको छ है। अनि डर त केही हुँदैन। भन्दा पनि कस्तो सुनसान है, चराचुरुङ्गीको आवाज कति मिठो, कति राम्रो है। सब चराहरू कराइरहन्, हरियाली कस्तो खतरा। तिमी उड्ने त्यो हवाई जहाज नबनेको भए हुन्थ्यो, न त टाढिन पर्थ्यो तिमीसँग, न त बेर्थै यो मन रुन्थ्यो। पुग्न लाग्यो, के गर्नु, सँगै पढेको सानैदेखि अब सँगै पढेको साथी है। अनि सँगै पढेको साथी एक्कासी अब कति छिट्टै क्या, उसको त अब भिजा प्रोसेस गरेर पनि 1 वर्षभित्रमा अब हिँडिसक्यो है। मेरो पनि पाला आउँछ होला। नेपालमा त गरी खान केही छैन है। ठिकै छ, अब राम्रोसँग जानु, आफ्नो ख्याल गर्नु है। अनि माया नमार्नु मेन कुरो। अब सानैदेखि सँगै भएको नि त हामी त। अनि माया अस्तिसम्म राजधानी समेत नदेखेको छोरोले आज एकैचोटि विदेश उड्दा बौलाएको देख्छु परिवार पनि। बा भन्दैछन् एकैचोटि पुग्दैनस् माथि, सुस्त चढ, गिर्न सक्छस्, होसियार भई बाटो हेर्दै बढ। टिकट काटेपछि पनि मान्छ सोच्दै भन्थे बा ब्याचलर यहीँ पढ अनि लोक्से हमा लड। मानेन, आकाश छुने सपना उसको भुइँ टेक्न मानेन। किला टेक्न जन्म्याऊ भन्थ्यो, सुई टेक्न मानेन। विदेश जान्छ हाम्रो ऋण सब तिर्छ भन्दै उसकी आमाले सम्झाउँथे के को पिर छ भन्दै।